ल गाइजहरु साथीले चाहिँ यहाँ त्यो हौकाले चाहिँ माछा निकाल्न गइरहेको छ। बुढी गण्डकीको स्तर चाहिँ एकदम बढेको छ, तपाईले देख्न सक्नुहुन्छ। ल साथीहरु तपाईले देख्न सक्नुहुन्छ, मेरो साथी है त्यो चाहिँ दाउरा निकाल्नको लागि रेडी पोजिसनमा बसिरहेको छ। हेलो दाजु, दाजु तपाईहरु के गर्दै हुनुहुन्छ? ल साथीहरु आयो है, आयो दाउरा आयो, दाउरा आयो, दाउरा आयो। ल गाइज दाउरा 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 दाउरा। ल गाइजहरु साथीले चाहिँ यहाँ त्यो हौकाले चाहिँ माछा निकाल्न गइरहेको छ, तपाईले देख्न सक्नुहुन्छ। हेर्नुस् है, यता साथै दाउरा पनि निकालेको अवस्था छ, तपाईले देख्न सक्नुहुन्छ। दाउरा दाउरा आज चाहिँ बुढी गण्डकी चाहिँ निकै नै ठुलो भएको छ है गाइजहरु, यो तपाईले देख्न सक्नुहुन्छ। यस्तो भएको छ, यहाँसम्म आछ। हेर्नु त, यहाँसम्म आएर रहेछ तपाईको, अलि घटाएर रहेछ। अब त्यो साथीले हौका हुँदैछ। ल साथीहरु तपाईले देख्न सक्नुहुन्छ, मेरो साथी है त्यो चाहिँ दाउरा निकाल्नको लागि रेडी पोजिसनमा बसिरहेको छ। तर दाउरा चाहिँ आएको छैन। हेर्नुस् है, दाउरा चाहिँ एउटा पनि आएको छैन, त्यो त्यसै बसिरहेको छ। तर हिजो राति चाहिँ यो गण्डकीको चाहिँ एकदम बढेको रहेछ गण्डकी। हेर्नु त तपाईले देख्न सक्नुहुन्छ, यो छ नि यो सिँढीको त्यो टपसम्म आएर रहेछ, अलि निकै नै बढेको रहेछ, अलि घटेको रहेछ। ल गाइजहरु बुढी गण्डकीको स्तर चाहिँ एकदम बढेको छ, तपाईले देख्न सक्नुहुन्छ। यस्तो बढेको छ, हेर्नुस् है, वार पार भएको छ। हिजो राति निकै नै पानी ठुलो परेको थियो, त्यो भएको कारणले गर्दा चाहिँ बुढी गण्डकी लास्टै बढेको छ। र यता दाउरा पनि निकालेको रहेछ, यता दाउरा। दाउरा बोकेर लाँदैछ। ल साथीहरु मेरो साथीले चाहिँ यहाँ दाउरा निकाल्न गइरहेको छ। त्यहाँ दाउरा चाहिँ उतै छ है, तपाईले देखाउँछु म। हो त्यो दाउरा छ, त्यो दाउरा तान्न लागिरहेको छ। अब कतिखेर त्यो नजिक आउँछ त्यसलाई अनि तान्नु पर्छ है। ल गाइजहरु आज चाहिँ यो दाउराको हन्टिङ गर्दैछौँ हामीले चाहिँ। हाम्रो साथी चाहिँ उहाँ हुनुहुन्छ। दाउरा चाहिँ त्यहाँ छ गाइजहरु, यस्तो छ है दाउराको। दाउरा ठुल्ठुलै छ, एक छाक खाना चाहिँ पाक्छ है त्यो दाउराले चाहिँ। त्यो दुईवटा दाउरा निकाल्न सक्यो भने चाहिँ फेरि ल साथीहरु आयो है, आयो दाउरा आयो, दाउरा आयो, दाउरा आयो। मेरो साथीले निकाल्दैछ है। आयो 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 आयो। है मलाई हाल्न फेरि टाउकोमा। ल फाइनली एउटा दाउरा चाहिँ निकाल्न सफल भयो। अब अर्को पनि छ, अर्को दाउरा चाहिँ त्यहाँ छ, कुनामा छ। यहाँ कुना तपाईले देख्न सक्नुहुन्छ। अरू चाहिँ सानो छ, सानो पनि निकाल्दैछ। यस्तो भेलमा हेर्नु साथीहरु, यस्तो भेलमा। ल आयो फाइनली अर्को पनि। ल भेट्यो ल निकाल्यो गाइजहरु। फाइनली दुईवटा दाउरा निकाल्न सफल भयो हामीले चाहिँ। ल यो अब टक्क लाग्यो दुईटा दाउरा चाहिँ। यो के को दाउरा गाइजहरु?
यो त अलिकति सालको हो कि सल्लाहको हो? सालको सल्लाहको है। ल गाइजहरू यो चाहिँ सल्लाहको दाउरा रहेछ। यस्तो रहेछ है। ल एउटा सालको रहेछ। यो चाहिँ के को रहेछ? यो चाहिँ उटिसको रहेछ साथीहरू। ल दुईवटा दाउरा हामीले निकाल्न सफल भयौँ। मैला कति हुन्छ मैले भन्नु थियो खाएलाई ल बोक्न त्यो बोक्न फोटो खिचिहाल्नु नि त के यस्तो गरे यार ल दाउरा चाहिँ हाम्रो डुम्बा भाइले बोक्दैछ यस्तो बल्यो छ है यस्तो दाउरा त यसलाई त 5-6वटा दियो नि जुरुको उचालिन्छ यस्तो बल्यो छ डुम्बा भाइ कस्तो भइरहेछ ठिक छ ल हाम्रो यो डुम्बा भाइ है अरू के छ ल अनि दाउरा कतिको गरुङ्गो छ यस्तो दाउरा कतिवटा बोक्न सक्छ तिमीले दुईटा जम्मा दुईटा मात्रै ए ल हाम्रो चाहिँ हाम्रो डुम्बा भाइ है हाम्रो भाइरल भाइ पनि हो है उसको पनि टिकटक छ टिकटक आइडी चाहिँ एनसी गलस है गाइजहरू तपाईँले सर्च गरेर हेर्न सक्नुहुनेछ ल त बाई बाई भन्दै त बाई बाई